दिवस कहिले मनाइन्छ? अप्सन असार 15, नेपालमा मङ्सिर 25, फागुन 2, चैत 5। असार 15 त होइन ढुक्क पनि। अप्सन त असार 15 नहोला, मङ्सिर 25, फागुन 2, चैत 5। सायद फागुन 2 यस्तै। एउटा क्वेसन छ, लाइफलाइन अघि जो वेस्ट गरे। नेपालमा गणित दिवस कहिले मनाइन्छ? अप्सन ए असार 15, मङ्सिर 25, फागुन 2, चैत 5। मङ्सिर 25। ताला लगाइदिउँ? ताला लगाइदिनु। कन्फर्म? मङ्सिर 25 मङ्सिरतिर हो कि हेरौँ अब। ताला लगाइदिउँ 25? अप्सन बी? हुन्छ लगाइदिनु। कन्फर्म? हजुर कन्फर्म लगोक। ल कम्प्युटर जी अप्सन बी। That's wrong answer. अफसोस। गलत जवाफ रहेछ। मङ्सिर 25 गते एकदम फाइनलमा पुग्नु भएको थियो। क्विट गर्नु पर्ने अब। एकैछिनलाई कस्तो महसुस भयो को भन्छ सयपत्री खेलेर? कस्तो महसुस भयो? महसुस गरिएको थियो। अब लाइफलाइन पहिल्यै युज गरे जस्तो भयो। त्यही अब रमाइलो हो। रमाइलो भयो। हजुर एकैछिन म चेक गरिदिन्छु एकचोटि। म क्वेसनको एन्सर एकचोटि रिचेक गरिदिन्छु है, एकै सेकेन्ड। हस्। सही जवाफ रहेछ फागुन 2 गते रहेछ सही जवाफ चाहिँ है। फागुन 2 सही जवाफ रहेछ। गणित दिवस मनाउने हाम्रो गणित शिक्षकहरूलाई कण्ठ हुने डेट हो यो। भाग लिनु भएकोमा धन्यवाद। भाइले जित्नु भएको छ रु 20। कस्तो महसुस भयो जित्दाखेरि? कस्तो महसुस भयो भाइ जित्दाखेरि? उपहार मोबाइल ब्याङ्किङबाट पठाउने प्रयास गर्दैछु। भाइको नाम भण्डारीजी भनेर देखाएको छ है। 20 रुपियाँ रमाइलो हो चाचु आज। रमाइलो हो, राम्रो लाग्छ जेस। पठाउँदैछु के आएछ? राम्रै लाग्यो। अब भाइको उपहार आइपुग्यो। सयपत्री हुन एकदमै नजिक पुग्नु भएको थियो, तर जित्नु अलिकति गाह्रो पर्यो। लास्टमा गाह्रो क्वेसन आउँथ्यो। सुविधाहरू लाइफलाइनहरू प्रयोग भइसकेका थिए। आफन्तजन
हजुर आयो 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 साथीभाइ आफन्तजनलाई हजुर, आयो, केही आयो। सन्देश दिन चाहनुहुन्छ भने अहिले मौका छ।